यतोको महिना आएर 1 महिना कि छोरी छाडेर गहुँ काटेर मैले अहिले 2 कट्टा गहुँ बनाएर त्यही गहुँ खान्छु। सबैलाई दिन्छन् मलाई त्यहाँ, अरू समाजले दिन्छ तर आफन्त मेरो सन्तानले दिएको छैन। अहिले मेरो 81 मेरा पोइको गाँटी रेतेर भालिदिनु भयो कि म तिनको घर दिन्ने र मेरो छोरा भोकै छ भनेर आयो भने त मेरो पोइको घाँटी चेक्यो भने म एक मन मान्दैछ मेरो। म तिनीहरूको घरमा मैले लैजा भनेर पनि मैले लिएको छैन, मेरो घरमा छ भनेर पनि मैले दुःख काटेको छु। मैले मेरो छोराछोरीलाई मैले नुनसँग खावा भनेर पनि मैले खुवाएको थिएँ। अहिले मेरो पहिला 81 यस्ता मेरो पहिला खाना पनि खाएको छैन। म 500 को 100 रुपियाँको रिचार्ज ल्याउँछु, 400 को मासु ल्याउँछु खान्छु। म भोलि बिहान इन्डिया गइजान्छु। मेरो बुबुलाई इन्डिया जाने गाडी भाडा म दिउला भनेछन् भने बुबुलाई कटाए मेरो बुबु। मैले कपडा धुएर म अरूको धान उठाउन गएँ कर्ना मैले अहिले मेरो भइको त्यस्तो हत्या बनाइदिए। त्यही मान्छेलाई कडाभन्दा कडा कारबाही गरिदिनु होला। मेरो भइको हातमा शान्ति पाओस्। अहिले मेरो छोरा पाल्ने कसले पाल्दिला। तपाईको आफन्तहरु कोही छैनन्? कोही छैन। सुर्खेतदेखि आउँदैछन् भन्ने हामीले सुनेका छौँ। मेरा छन् पहाड छन्, स्थिति कमजोर छ। पाहाडा पनि त्यतिकै छैन। यहाँ तपाईलाई यो घटना घटेपछि कोही आउनु भएन? म छुट्टिया मान्छे हो। मेरो 4 देउर छन्, मलाई 5 वर्ष भन्दा जेठो छोरो हो। तपाईले कति बजे थाहा पाउनु यो घटना घटेको? मैले त केही थाहा पाइन। कति 2 बजे कि 3 बजे थाहा पाएको। यो हेर्नु न पुरा यसको बच्चाको बाबुको यस्तो हात जन्मेदेखि यस्तो यो बाबुको हालत मैले मेरो स्थिति कमजोर हुनाले मेरो छोराको उपचार पनि गर्न पाएको छैन। अहिले मेरो बोले चाहिँ एकातिर बिरामी पनि हुनुहुन्छ मेरो बोले। त्यो घटना घटाउने व्यक्तिलाई चिन्नुहुन्छ हजुरले? चिन्दैन, मैले देखेको पनि छैन, कहिले पनि देखेको छैन। त्यो घरको परिवारै पनि देखेको छैन त्यही मान्छेको। आज 81 मेरो पहिले पनि चिन्थिन होला त्यसलाई। आफन्त यहाँ सन्तानहरू छन् भन्छन्, कसैका घरतिर गएको छैन मेरो पहिले। जान्थ्यो, दारू पनि खान्थेन, अझै छाडेर थियो। अब म मेरा छोराछोरीका लागि पनि म रौसी खान्न भनेर मेरो पहिले खाएको छैन। अहिले हिजो बेलुका घर ल्याएर त्यहाँ जबरजस्ती खुवाएर रौसी मेरो पहिको अहिले खाने।